function. Definition of function: let A and B be any two non-empty set. भन्नाले A set र B set कुनै दुईवटा सेट सक्छ पनि non-empty set हो. Then a relation from the set A to set B is said to be function. यसको डेफिनेसन हो फंक्शन को डेफिनेसन. अब यहाँ टाइप्स अफ फंक्शन. अब टाइप्स अफ फंक्शन लिनियर फंक्शन. लिनियर फंक्शन भन्नाले फर इक्जाम्पल यस्तै टाइप्स हुन्छ. y is equal to ax plus b भनेको लिनियर फंक्शन. किनभने यसको डिग्री यहाँ x र y भनेको भेरिएबल छ. x र y हाम्रो भेरिएबल छ. x र y को पावर के छ 1 छ भने यो भनेको लिनियर फंक्शन हो. आइडेन्टिटी फंक्शन भन्नाले इक्जाम्पलमा y is equal to fx. यदि आइडेन्टिटी भन्नाले यदि x y को भ्यालु जे हुन्छ त्यही x को पनि त्यही हुन्छ भन्नाले यहाँ भनेको x and y is equal to फंक्शन. कन्स्ट्यान्ट फंक्शन भन्नाले y is equal to कुनै कन्स्ट्यान्ट नम्बर. क्वाड्रेटिक भनेको सेकेन्ड डिग्री अफ फंक्शन भन्नाले y is equal to ax स्क्वायर प्लस bx प्लस c भनेको यो एउटा क्वाड्रेटिक इक्वेसनको जनरल फर्म हो. त्यो भनेको क्वाड्रेटिक भनेको सेकेन्ड डिग्री अफ इक्वेसन हो. फंक्शन भनेको त्यसको पावर हाइएस्ट पावर कति हुन्छ 3 हुन्छ. या त थर्ड डिग्री अफ इक्वेसन पनि भन्छ यसलाई. किनभने यसको पावर कति 3 छ भने यो भनेको क्युबिक इक्वेसन हो. यो 6 नम्बरमा ट्रिगोनोमेट्रिक फंक्शन भनेको फर इक्जाम्पलमा के हुन्छ y is equal to जस्तै sin x y is equal to cos x मतलब ट्रिगोमेट्रिक को फर्ममा आउने भनेको एंगल को फर्ममा आउनेलाई ट्रिगोमेट्रिक फंक्शन भन्छ. अनि थर्ड नम्बर 6 7 नम्बरमा कम्पोजिट फंक्शन. कम्पोजिट फंक्शन भनेको एकदमै इम्पोर्टेन्ट छ. एकदमै इम्पोर्टेन्ट. कम्पोजिट फंक्शन भनेको कम्पोजिट फंक्शन मानौ एउटा एफ भन्ने फंक्शन छ त्यसको सेटहरु छ 2, 4, 3, 6 एन्ड एउटा जी भन्ने फंक्शन छ त्यसको पनि के छ सेट छ 2, 6, 4, 8 एन्ड 6, 10. यस्तो खालको छ भने यहाँ कम्पोजिट फंक्शनमा जेले पनि के हुन्छ भने डबल फंक्शन हुन्छ. एउटा एफ भन्ने फंक्शन छ एउटा जी भन्ने फंक्शन छ. मानौ यो डायग्राममा एरो डायग्राममा के गर्छ हामी यो म्यापिङ अफ एफ फंक्शन. यो मानौ ए हो भने यो बी सेट हो. ठीक छ. ए सेटमा के छ 1 एफ फंक्शन भएर 1 2 3 1 2 3 अनि बी सेटमा 2 4 6 2 4 अनि 6. अब सबैको म्यापिङ भएको छ. यहाँ 1 सँग 2 2 सँग 4 2 सँग 4 अनि 3 सँग 6. अब सिमिलरली यहाँ पनि हेर्ने. अब बी को यहाँ त बी को एलिमेन्ट सबैको सेम छ 2 4 6 छ. यहाँ पनि 2 4 6 छ. यसको मतलब यहाँ एउटा सी भन्ने एउटा सेट छ त्यो भनेको 6 8 10. योसँग यो म्यापिङ भएको छ योसँग यो म्यापिङ भएको छ योसँग म्यापिङ भएको छ. अब यहाँ भनेको कम्पोजिट फंक्शन भनेको योसँग यो म्यापिङ हुन्छ अनि योसँग यो म्यापिङ हुन्छ अनि योसँग यो म्यापिङ हुन्छ. इन्भर्स फंक्शन इफ लेट मान्ने एफ फंक्शन एफ भनेको एउटा फंक्शन हो सो दैट ए अनि बी अफ फंक्शन आर डिफाइन्ड एज अ सरी मानौ एउटा एक फंक्शन छ तर यहाँ भनेको डोमेन हाम्रो के हो डोमेन भनेको यो सबै भनेको डोमेनमा पर्छ. यसको मतलब 2 3 and 10 आर डोमेन एन्ड रेंज भनेको हाम्रो यो. यदि रेंज भनेको यदि 2 को भ्यालु यदि कुनै फंक्शनमा 2 हाल्यो भने त्यसको रेंज भनेको 5 हो. त्यही हो. अनि यहाँ 4 6 10 सबैको म्यापिङ भएको छ. यो इन्भर्स फंक्शन हुनको लागि अन टु वान फंक्शन हुनुपर्छ. कुन फंक्शन यो नोटमा अन टु एन्ड अन फंक्शन. इन्भर्स फंक्शन हुनको लागि यो दुईटा सेटिस्फाई हुनुपर्छ. अन टु फंक्शन एन्ड अन टु अन फंक्शन. एफ फंक्शन हो भने यसको इन्भर्समा के हुन्छ यसको इन्भर्समा बी यो सर आउँछ यो तोर्से जान्छ त्यो भनेको इन्भर्स फंक्शन. अब जस्तै एफ इन्भर्स फंक्शन भनेको के हुन सक्छ
हाम्रो भनेको 4,2 6,3 एन्ड 10,9 यो भनेको इन्भर्स फंक्शन डोमेन भनेको रेन्जमा जान्छ यो डोमेन भनेको रेन्ज भइहाल्छ अनि रेन्ज भनेको डोमेन भइहाल्छ यति मात्र इन्भर्स फंक्शनमा छ यसको मतलब इन्टरचेन्जिङ हुन्छ एक्स र वाई को भ्यालु के हुन्छ इन्टरचेन्ज हुन्छ अब क्वेशन नम्बर 1 मा हेर्नु के छ इफ fx फंक्शन छ त्यसको 2x + 3 एन्ड फाइन्ड द इन्भर्स फंक्शन अफ अब यो fx को के गर्ने इन्भर्स फंक्शन फाइन्ड गर्ने सोलुसन अनि एउटाको याद राख्ने fx भनेको y हो ठीक छ अब यो भनेको यो हो भने यो यसको मतलब हियर y = 2x + 3 हो सो किनभने हाम्रो fx भनेको y सँग इक्वल हुन्छ यो र यो भनेको एउटै हो यो fx भनेको fx फंक्शन भनेको हाम्रो के हो रेन्ज हो अनि यो हाम्रो x भनेको डोमेन हो त्यही भएर y भनेको रेन्ज अनि x भनेको डोमेन अब के गर्ने इन्भर्स फंक्शनमा जहिले पनि इन्टरचेन्जिङ गर्ने इन्टरचेन्जिङ x एन्ड y we get अब जुन इन्टरचेन्जिङ गर्दा अब x को ठाउँमा x को ठाउँमा y हाल्ने अनि y को ठाउँमा x हाल्ने इन्टरचेन्ज गर्ने अब यहाँ भनेको y छ यसको ठाउँमा x हाल्दिने अनि यहाँ भनेको x छ यसको ठाउँमा y हाल्दिने +3 अब जुन इन्टरचेन्जिङ गर्दाखेरि जुन y को भ्यालु आउँछ त्यही नै हाम्रो फंक्शन इन्भर्स फंक्शन हुन्छ अब यो y को भ्यालु निकाल्नु पर्छ किनभने यहाँ पनि y छ अब यहाँ पनि y को भ्यालु निकाल्नु x - 3 = 2y सो इसका मतलब y = x - 3 इसको मतलब y = x - 3/2 हुन्छ यो भनेको हाम्रो इन्भर्स फंक्शनको यस्तो पनि लेख्न पाइन्छ y अब इन्भर्स फंक्शन अफ x = x - 3 जुन इन्टरचेन्जिङ गर्दाखेरि y को भ्यालु आउँछ नि त्यही नै हाम्रो भनेको इन्भर्स फंक्शनको इन्भर्स फंक्शन हुन्छ अब 2 नम्बरमा इफ इन्भर्स फंक्शन हाम्रो दिएको छ तर अब हामीलाई के निकाल्नु पर्छ फंक्शन निकाल्नु पर्छ सोलुसन सेम तरिका गर्ने यदि fx दिएको छ भने x - 3/2 यसको मतलब हामी लेट गर्छौं y = x - 3/2 so that therefore x भनेको यो हो हाम्रो यति याद राख्ने यो भनेको यो इन्भर्स फंक्शन हो इन्टरचेन्जिङ गर्ने इन्टरचेन्जिङ x एन्ड y we get हामी पाउँछौं अब x को ठाउँमा y को ठाउँमा x गर्दिने यसको मतलब x यहाँ भनेको फेरि y - 3/2 अब हामीलाई के चाहिन्छ y चाहिन्छ जेने पहिले के याद राख्ने इन्भर्स फंक्शनमा y को भ्यालु निकाल्ने यहाँ भनेको 2x यो से जान्छ मल्टिप्लाई y - 3 यसको मतलब y = 2x + 3 अब जुन हाम्रो यो फंक्शन आयो नि यो भनेको हाम्रो ओरिजिनल फंक्शन हो fx = y = 2x + 3 it means fx = 2x + 3 answer अब 3 नम्बरमा के छ एउटा fx = 2x - 1 छ एन्ड gx = 3x पनि छ जहिले पनि कम्पोजिट फंक्शनमा डबल दुईवटा फंक्शन हुन्छ दुई या दुईभन्दा बढी हुन सक्छ सर अनि gof एन्ड fog निकाल्नु पर्छ यसको मतलब फंक्शन कम्पोजिट फंक्शन निकाल्नु पर्छ इट मिन्स अब यहाँ हामीलाई के दिएको छ 2x - 1 एन्ड gx = 3x फर्स्टमा के छ gof भनेको g फंक्शन अफ x हो अब हामीलाई g भनेको g राख्ने अनि यो fx भनेको कति छ fx भनेको हाम्रो 2x - 1 छ अब हामीलाई के चाहिन्छ x हुँदाखेरि 3x आयो x हुँदाखेरि 3x आयो अनि जस्तै यहाँ भनेको अब x को ठाउँमा हाम्रो के छ पूरा x को ठाउँमा हाम्रो भनेको 2x - 1 छ यसको मतलब g 3 अब x को ठाउँमा के हाल्दिने x को ठाउँमा यो पूरा हाल्दिने इन्टु 2x - 1 6x - 3 हाम्रो यो आन्सर आयो अर्को fog भनेको कम्पोजिट फंक्शन हो अब fgx मान्नु ठीक छ अब यो हाम्रो gx फंक्शन के छ हाम्रो gx फंक्शन भनेको 3x हो 3x
अब के गर्ने यो x को ठाउँमा हामी के हाल्ने यो 3x हाल्दिने f वाला फंक्शन f(x) को फंक्शनमा यो x को ठाउँमा के हाल्ने अब 3x हाल्दिने इट मिन्स 2 अनि यो x को ठाउँमा 3x minus 2 minus 1 6x minus 1 आन्सर